हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग। आज म फर्स्टचोटि भ्लग बनाइरहेको छु। अलिकति नर्भस पनि छु, तर आजको मेरो पुरा दिन हजुरसँग सेयर गर्नेछु। सो लेट्स स्टार्ट। एक्चुअली यो मेरो फर्स्ट भ्लग हो अनि अनेस्टली भन्नुपर्दा क्यामेरा अगाडि यसरी बोल्न मलाई अलिकति अकवर्ड नर्भस फिल लागिरहेको छ। तर आजबाट केही नयाँ ट्राई गरौँ भनेर भ्लग बनाउँदैछु। मलाई भ्लग बनाउन र आफ्नो डेली लाइफ सेयर गर्न सुरु गर्ने मोटिभेसन चाहिँ मेरो हस्बेन्डबाट आएको हो। उहाँले मलाई धेरै पटक तिमीले पनि ट्राई गर, आफूलाई मन लागेको गर, सुरुवात गरेपछि बिस्तारै कन्फिडेन्स आउँछ भनेर मोटिभेट गर्नुहुन्थ्यो। पहिला त मलाई पनि कसरी क्यामेरा अगाडि बोल्नु, के बोल्नु, मान्छेहरूले केही भन्लान् जस्तो लाग्थ्यो। त्यसैले सुरु गर्न अलि डर पनि लाग्थ्यो। तर पछि सोचे हरेक कुरा पर्फेक्ट भएर मात्र सुरु गर्नुपर्छ भन्ने त छैन नि। सुरु गरेपछि नि सिक्दै जाने हो। त्यसैले आजबाट मैले पनि आफ्नो एउटा सानो जर्नी सुरु गर्दैछु। मलाई थाहा छैन यो जर्नी कहाँसम्म पुग्छ, तर अहिले चाहिँ मनदेखि इन्जोय गर्दै सुरु गर्न चाहन्छु। सुरुवात सानो भए पनि एक दिन त्यही सानो सुरुवात मेरो लागि ठुलो मेमोरी बन्न सक्छ। अब धेरै कुरा नगरी नेक्स्ट भ्लगमा भेटौँला। हुन्छ त यति कुरा गर्दै म राख्छु। ओके बाई।